नमस्कार साथीहरू, के तपाईहरु तास खेल्नुहुन्छ? जित्नु भयो त कि सधैँभरि हारिरहनु भएको छ? आज चाहिँ तपाईलाई म कुनै पनि तासको बारेमा जानकारी गराउने छैन। आज चाहिँ तपाईहरुमा चाहिँ एउटा वास्तविक कुरा म बताउने छु। बा तपाईहरुलाई पनि कसैले त्यसरी नै ठगेर चाहिँ तपाईहरुले जितिरहेको छ कि बा तपाईलाई त्यसरी नै कसैले केही फन्दामा पारेको छ कि हैन, तपाई चाहिँ त्यही विश्वासमा खेलिरहनु भयो र हारिरहनु भएको छ कि? आज म वास्तविक कुरा तपाईहरुलाई बताउने छु। यो भिडियो एकदमै छोटो हुनेछ, लामो हुने छैन, छोटो हुनेछ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। साथीहरू, हार्ने मान्छे सधैँभरि हारे हुन्छ, जित्ने मान्छे सधैँभरि जिते हुन्छ। आखिर कसरी जितेको हुन्छ त? तपाईँ पनि त्यसरी नै जित्छु भन्ने सोचले चाहिँ हामी कहिलेकाहीँ फसिन्छ। फेरि जस्तो योभन्दा अगाडि मैले पनि एउटा भिडियो लगाएको थिएँ, ताकि तास जित्दाखेरि चाहिँ हामीले चाहिँ बुटीहरू लगाएर कसरी जित्न सकिन्छ यस्तै बारेमा चाहिँ मैले भिडियो बनाएको थिएँ र मैले धेरैजना साथीहरूलाई पनि भेटेको थिएँ। जस्तो कालो बिरालोको साल हैन, विभिन्न कुराहरू चाहिँ मैले बोकेको छु। मैले यति हजारमा किने र म तास खेल्न बसेको तर पनि हारेँ भनेर धेरै साथीहरू पनि भेटेको थिएँ मैले। र यी सबै कुरा हुँदै पनि हामी चाहिँ किन हारिन्छ त? साथीहरू, तास जुवा जित्नको लागि चाहिँ कसैले कालो बिरालोको साल हैन, कसैले चाहिँ विभिन्न खालका चाहिँ बुटी हैन धेरै पैसा तिरेर लगाएर पनि हारिरहेको हुन्छ। आखिर जित्ने भयो त त्यस्तो लगाइसकेपछि त हैन सधैँभरि जित्नुपर्ने हो नि त हैन, तर पनि हारिन्छ किन त? र धेरै साथीहरूलाई ठगिरहेको पनि हुनसक्छ हैन। विभिन्न चिजहरू चाहिँ जस्तो यो चिज भयो भने चाहिँ हैन मैले बुटी बनाइदिएँ भने चाहिँ तास जुवा यो मजाले जित्न सकिन्छ भनेर चाहिँ त्यस्तो अलिक धेरै पैसा लिएर चाहिँ त्यस्तो सामानहरू बेचिरहेको पनि हुनसक्छ। तर ती सामानहरूबाट वास्तविक भन्नुपर्दाखेरि कहिले पनि जित्न सकिँदैन, किनकि त्यो भनेको चाहिँ एउटा पैसा कमाउने बाटो मात्रै हो। तपाईहरुको गाउँघरतिर सहर बजारतिर कतै न कतै बाटोतिर तपाईले भेटाउनु भएको होला त्यो सर्प खेलाउने व्यक्तिहरू। तिनीहरूले चाहिँ के गर्छन्, जस्तो तपाईलाई चाहिँ यति हजार दिनुस् म तास खेल्दा सधैँभरि जित्ने बुटी बनाइदिन्छु हैन, यस्तै यस्तै कुरा भनेको हुन्छ। र कतिजनाले बनाइ पनि राखेको हुन्छ हैन, 10-20 हजार रुपैयाँ तिरेर पनि। अब तासमा सधैँभरि जितिन्छ भने त त्यो 10-20 हजार तिर्न के गाह्रो भएर भनेर बनाएको पनि हुन्छ। तर त्यो लगाइसकेपछि पनि जिन्दगी जित्न सकिँदैन हैन। ती बुटीहरूमा त्यस्तो शक्तिशाली चिजहरू के नै हुन्छ र तपाईहरुले सधैँभरि जित्न सक्नुहुन्छ? त्यसरी कदापि पनि जित्न सकिँदैन। आखिर यस्ता बुटीहरूमा शक्ति केही पनि हुँदैन। जस्तो हामी मन्दिरमा जान्छौँ अनि त्यहाँ पूजा गर्छौँ, त्यहाँ त साँच्चीकै भगवान त आएर बसेको हुँदैन नि हैन, त्यो एउटा भनेको त मूर्ति न हो हैन। त्यहाँ गएर हामीले चाहिँ विभिन्न हैन वरदान माग्छौँ हैन, फुलपाती अक्षतालदेखि लिएर हैन भेटीदेखि लिएर सारा चढारा गर्छौँ। तर त्यो साँच्चीकै भगवान हामीले त्यहाँ देखेर त गरेको छैनौँ, त्यो त एउटा मूर्ति न हो। तर पनि हामीमा त्यो आस्था हुन्छ बा केही भइहाल्छ कि हैन, त्यो एउटा मन हो। मनलाई शान्त बनाउनको लागि हामी त्यहाँ गएर पूजा गरिरहेका हुन्छौँ हैन, विभिन्न हैन वरदान मागिरहेका हुन्छौँ हैन, विभिन्न शक्ति मागिरहेका हुन्छौँ। त्यो भनेको पनि त्यस्तै हो। जस्तो कसैले चाहिँ तपाईलाई चाहिँ 20-30 हजारमा एउटा बुटी बनाइदियो ल सधैँभरि तपाईँ तासमा जित्नुहुन्छ भनिदियो, तर जित्ने केही पनि होइन। तपाईँमा एउटा सन्तुष्टि मात्र हो, आत्मा सन्तुष्टि मात्र हो। जस्तो तपाईँले चाहिँ मन्दिरमा गएर पूजा गर्नुहुन्छ, तपाईँको मन प्रसन्न हुन्छ, त्यस्तै गरी कसैले तपाईँहरूलाई बुटी दियो हैन, तपाईँले चाहिँ यो बोकिसकेपछि सधैँभरि तासमा जित्नुहुन्छ भने तापनि तपाईँको लागि चाहिँ त्यो एउटा मनमा शान्त मात्रै हो। ओ मैले यो बोकेको छु, यसले गर्दाखेरि चाहिँ म जित्छु है भन्ने एउटा आत्मबल बढाउने मात्र हो। तर त्यही आत्मबल बढेर चाहिँ तपाईँ चाहिँ तास खेल्न बस्दाखेरि हैन त्यसैलाई ध्यान दिनुहुन्छ। जुन सामान बोक्नु भएको छ तपाईले त्यसैलाई ध्यान दिनुहुन्छ। ध्यान दिँदाखेरि के हुन्छ भन्दाखेरि तपाईमा आत्मबल बढिरहेको हुन्छ। मसँग यो सामान छ, म जसरी पनि आज त जिति नै हाल्छु हैन, यस्तो सामान बोकेको छु मैले हैन, यस्तो सामान मेरो साथमा छ, त्यसले गर्दाखेरि चाहिँ यो तासमा त म जित्छु नै जित्छु भन्ने हुन्छ। त्यसले गर्दा झन् हामी बढी हारिन सकिन्छ, किनकि हामीमा आत्मबल हैन बढेको हुन्छ हैन। हामी जोसिन्छौँ, मसँग यस्तो सामान छ म हार्दिनँ, यो ताल त हारेँ, अर्को हैन तालमा त म पक्कै पनि जितिहाल्छु, यो बोर्ड त हारेँ हैन, मेरो त्यो सामानको शक्तिले गर्दाखेरि चाहिँ म अर्को बोर्डमा मजाले जितिहाल्छु नि भन्दै त्यसरी खेल्दै जाँदाखेरि झन् हामी हार्न सक्छौँ। त्यसले गर्दा यस्ता बुटीदेखि लिएर हैन विभिन्न जस्तो त्यो बिरालोको साल भन्छ हैन, अरू के भन्छ हैन, अरू जेसुकै भए तापनि हामीले त्यो बोकेर जित्न सकिँदैन। किनभने अहिले धेरै व्यक्तिहरू चाहिँ हैन विभिन्न टेक्निक लगाएर खेलेको हुन्छ, तपाईँको त्यस्तोले केही कामै गर्दैन। त्यसले गर्दा त्यस्तोमा ध्यान नदिनु होला कहिल्यै पनि। मैले आजको भिडियोमा चाहिँ तपाईहरुलाई चाहिँ यही सजग गराउनको लागि मैले यो भिडियो बनाएको हो। तपाईहरु त्यस्तोमा नफस्नु होला। र हुँदैन तपाईले चाहिँ अहिले विभिन्न ट्रिक लगाएर खेलेको हुन्छ, त्यसले गर्दा खेल्दै नखेल्न सबैभन्दा बेस्ट हैन। तपाई खेल्नुहुन्छ भने पनि यसो मनोरञ्जनको लागि खेल्दा भयो हैन, तर पैसै मार्ने उद्देश्यले त्यस्तो सामान बोकेर हैन, जस्तो कसैले चाहिँ तपाईलाई फसाइदियो हैन, ल यो सामान बोकिसकेपछि यो सामान तेरो साथमा भइसकेपछि चाहिँ सधैँभरि त तासमा जित्छस् भनेर तपाईहरुलाई चाहिँ कसैले ढाट्न सक्छ हैन, तपाईबाट ठग्न सक्छ। त्यसरी सावधान रहनु होला। र यस्तो सामानहरूले चाहिँ कहिल्यै पनि जित्न सकिँदैन। त्यसले गर्दाखेरि तपाईहरु ढुक्क भएर कसैले तपाईलाई चाहिँ त्यस्तो प्रलोभन देखाउँछ भने पनि
त्यसमा नझुक्किनु होला र त्यसरी चाहिँ ती सामानहरू बोकेर चाहिँ एग्रेसिभमा नआउनु होला, जसले गर्दा पैसा झन् हारिन सक्छ। र यस्तो सामानहरूबाट तपाईँहरू सावधान रहनु होला। विभिन्न बुटीदेखि लिएर हैन विभिन्न सामानहरूले चाहिँ कहिले पनि जिताउँदैन, त्यो तपाईँ ढुक्क हुनु होला र त्यसको पछि नलाग्नु होला भन्दै आजको भिडियोबाट बिदा चाहन्छु। फेरि म अब दैनिक रूपमा भिडियो लिएर आउने छु, विभिन्न ट्रिकहरूको भिडियो लिएर आउने छु।